सानो देशमा पसिना बगाउन जान पनि 3 देखि 5 लाख ऋण काट्नुपर्ने बाध्यता छ। न विदेश जाने पैसा छ, न स्वदेशमा अडिने आधार। यस्तो विषम परिस्थितिमा खुसी खोज्नु भनेको एउटा ठुलो युद्ध जित्नु जस्तै भइसकेको छ। तर अचम्म त के छ भने हामी त्यही कुरा खोज्छौँ जुन हामीसँग छैन। हामीले जे पाएका छौँ त्यसलाई सामान्य ठान्छौँ र जे पाएका छैनौँ त्यसलाई सपना बनाउँछौँ। हामी खुसीको पछाडि दौडिँदा दौडिँदै यति टाढा पुगिसक्यौँ कि हामीसँग के छ भन्ने कुरा नै बिर्सिसक्यौँ। हामी समय खोज्दैछौँ, माया खोज्दैछौँ, पैसा खोज्दैछौँ, तर यो सबैको अन्तिम लक्ष्य एउटै हो, खुसी। तर के खुसी कुनै टाढाको गन्तव्य हो त? सायद खुसी भनेको सबै कुरा पाउनु होइन, बरु आफूसँग जे छ त्यसलाई हृदयदेखि महसुस गर्न सक्नु र कृतज्ञ हुनु हो। तपाईँ आज जे कुरालाई सामान्य मानेर बेवास्ता गर्दै हुनुहुन्छ, याद राख्नुहोस्, कसैका लागि त्यही कुरा सपना मात्र हुन सक्छ। त्यसैले यो भिडभाडमा दौडिनुहोस्, तर आफ्नै खुसीलाई पछाडि छाडेर होइन। हामी सबै एउटा अनौठो र कहिल्यै नसकिने दौडमा छौँ। कसैलाई लाग्छ गोजीभरि पैसा र ब्याङ्क ब्यालेन्स हुनु नै खुसी हो। तर एकपटक एउटा दृष्टिबिनलाई सोध्नुहोस्, उसले भन्छ संसारलाई केवल एकपटक आफ्नै आँखाले देख्न पाउनु सबैभन्दा ठुलो खुसी हो। एउटा बिरामीलाई सोध्नुहोस्, जसले भन्छ अस्पतालको शय्याबाट उठेर मात्र एक दिन स्वस्थ भई बाँच्न पाउनु खुसी हो। एउटा एक्लो मान्छेलाई सोध्नुहोस्, उसले भन्छ कोही साथमा हुनु, कसैले मायाले हालखबर सोध्नु नै खुसी हो। अनि एउटा अनिदोलाई सोध्नुहोस्, उसले भन्छ रातभरिको छटपटीपछि मिल्ने एउटा मिठो निद्रा नै खुसी हो। तर आजको समय अलि फरक छ। दार्शनिक कुराले मात्रै पेट भरिँदैन। आजको विश्वव्यापी महँगी पेट्रोल डिजलको महँगो भाउ, सुन चाँदी हिरा मोती जस्ता वस्तुको उकालो लागिरहेको मूल्य वृद्धि सामान्य मान्छेलाई खुसी हुन निकै महँगो भइसकेको छ। आफ्नै देशमा केही गरौँ भन्यो न त पुँजी छ, न त उचित वातावरण। सानो देशमा पसिना बगाउन जान पनि 3 देखि 5 लाख ऋण काट्नुपर्ने बाध्यता छ। न विदेश जाने पैसा छ, न स्वदेशमा अडिने आधार। यस्तो विषम परिस्थितिमा खुसी खोज्नु भनेको एउटा ठुलो युद्ध जित्नु जस्तै भइसकेको छ। तर अचम्म त के छ भने हामी त्यही कुरा खोज्छौँ जुन हामीसँग छैन। हामीले जे पाएका छौँ त्यसलाई सामान्य ठान्छौँ र जे पाएका छैनौँ त्यसलाई सपना बनाउँछौँ। हामी खुसीको पछाडि दौडिँदा दौडिँदै यति टाढा पुगिसक्यौँ कि हामीसँग के छ भन्ने कुरा नै बिर्सिसक्यौँ। हामी समय खोज्दैछौँ, माया खोज्दैछौँ, पैसा खोज्दैछौँ, तर यो सबैको अन्तिम लक्ष्य एउटै हो, खुसी। तर के खुसी कुनै टाढाको गन्तव्य हो त? यदि एकछिन रोकिने हो भने थाहा हुन्छ, खुसी त यहीँ अहिले ससाना कुरामा लुकेको छ। यो महँगी र सङ्कटको बिचमा पनि सास फेर्न पाउनु, आफ्नो मान्छेसँग 2 शब्द बोल्न पाउनु र दिनभरिको थकित शरीरलाई आराम दिन पाउनु, के यी खुसीका रूप होइनन् र? सायद खुसी भनेको सबै कुरा पाउनु होइन, बरु आफूसँग जे छ त्यसलाई हृदयदेखि महसुस गर्न सक्नु र कृतज्ञ हुनु हो। तपाईँ आज जे कुरालाई सामान्य मानेर बेवास्ता गर्दै हुनुहुन्छ, याद राख्नुहोस्, कसैका लागि त्यही कुरा सपना मात्र हुन सक्छ। त्यसैले यो भिडभाडमा दौडिनुहोस्, तर आफ्नै खुसीलाई पछाडि छाडेर होइन। तपाईँको लागि खुसी के हो? हामी त्यही कुरा खोज्छौँ जुन हामीसँग छैन। हामीले जे पाएका छौँ त्यसलाई सामान्य ठान्छौँ र जे पाएका छैनौँ त्यसलाई सपना बनाउँछौँ। हामी खुसीको पछाडि दौडिँदा दौडिँदै यति टाढा पुगिसक्यौँ कि हामीसँग के छ भन्ने कुरा नै बिर्सिसक्यौँ। हामी समय खोज्दैछौँ, माया खोज्दैछौँ, पैसा खोज्दैछौँ, तर यो सबैको अन्तिम लक्ष्य एउटै हो, खुसी। तर के खुसी कुनै टाढाको गन्तव्य हो त? सायद खुसी भनेको सबै कुरा पाउनु होइन, बरु आफूसँग जे छ त्यसलाई हृदयदेखि महसुस गर्न सक्नु र कृतज्ञ हुनु हो। तपाईँ आज जे कुरालाई सामान्य मानेर बेवास्ता गर्दै हुनुहुन्छ, याद राख्नुहोस्, कसैका लागि त्यही कुरा सपना मात्र हुन सक्छ। त्यसैले यो भिडभाडमा दौडिनुहोस्, तर आफ्नै खुसीलाई पछाडि छाडेर होइन। हामी सबै एउटा अनौठो र कहिल्यै नसकिने दौडमा छौँ। कसैलाई लाग्छ गोजीभरि पैसा र ब्याङ्क ब्यालेन्स हुनु नै खुसी हो। तर एकपटक एउटा दृष्टिबिनलाई सोध्नुहोस्, उसले भन्छ संसारलाई केवल एकपटक
आफ्नै आँखाले देख्न पाउनु सबैभन्दा ठुलो खुसी हो। एउटा बिरामीलाई सोध्नुहोस् जसले भन्छ अस्पतालको शय्याबाट उठेर मात्र एक दिन स्वस्थ भई बाँच्न पाउनु खुसी हो। एउटा एक्लो मान्छेलाई सोध्नुहोस्, उसले भन्छ कोही साथमा हुनु, कसैले मायाले हालखबर सोध्नु नै खुसी हो। अनि एउटा अनिदोलाई सोध्नुहोस्, उसले भन्छ रातभरिको छटपटीपछि मिल्ने एउटा मिठो निद्रा नै खुसी हो। तर आजको समय अलि फरक छ। दार्शनिक कुराले मात्रै पेट भरिँदैन। आजको विश्वव्यापी महँगी पेट्रोल डिजलको महँगो भाउ, सुन चाँदी हिरा मोती जस्ता वस्तुको उकालो लागिरहेको मूल्य वृद्धि सामान्य मान्छेलाई खुसी हुन निकै महँगो भइसकेको छ। आफ्नै देशमा केही गरौँ भन्यो न त पुँजी छ न त उचित वातावरण। सानो देशमा पसिना बगाउन जान पनि 3 देखि 5 लाख ऋण काट्नुपर्ने बाध्यता छ। न विदेश जाने पैसा छ न स्वदेशमा अडिने आधार। यस्तो विषम परिस्थितिमा खुसी खोज्नु भनेको एउटा ठुलो युद्ध जित्नु जस्तै भइसकेको छ। तर अचम्म त के छ भने हामी त्यही कुरा खोज्छौँ जुन हामीसँग छैन। हामीले जे पाएका छौँ त्यसलाई सामान्य ठान्छौँ र जे पाएका छैनौँ त्यसलाई सपना बनाउँछौँ। हामी खुसीको पछाडि दौडिँदा दौडिँदै यति टाढा पुगिसक्यौँ कि हामीसँग के छ भन्ने कुरा नै बिर्सिसक्यौँ। हामी समय खोज्दैछौँ, माया खोज्दैछौँ, पैसा खोज्दैछौँ, तर यो सबैको अन्तिम लक्ष्य एउटै हो, खुसी। तर के खुसी कुनै टाढाको गन्तव्य हो त? यदि एकछिन रोकिने हो भने थाहा हुन्छ खुसी त यही अहिले ससाना कुरामा लुकेको छ। यो महँगी र सङ्कटको बिचमा पनि सास फेर्न पाउनु, आफ्नो मान्छेसँग 2 शब्द बोल्न पाउनु र दिनभरिको थकित शरीरलाई आराम दिन पाउनु, के यी खुसीका रूप होइनन् र? सायद खुसी भनेको सबै कुरा पाउनु होइन, बरु आफूसँग जे छ त्यसलाई हृदयदेखि महसुस गर्न सक्नु र कृतज्ञ हुनु हो। तपाईँ आज जे कुरालाई सामान्य मानेर बेवास्ता गर्दै हुनुहुन्छ, याद राख्नुहोस् कसैका लागि त्यही कुरा सपना मात्र हुन सक्छ। त्यसैले यो भिडभाडमा दौडिनुहोस् तर आफ्नै खुसीलाई पछाडि छाडेर होइन। तपाईँको लागि खुसी के हो?